ल छोरी जो पाए त्यो केटाहरूसँग लाग्ने होइन बिहे गर्ने केटा छुट्टै हुन्छ लभ गर्ने केटा छुट्टै हुन्छ अङ्कल नमस्ते इ नमस्ते नमस्ते गरेको भरमा छोरी तिमीलाई भन्ठाने होला पहिले जागिर खोजेर आउने जागिर जागिर अनि जागिर नभएसम्म छोरी नदिने दिने अलि पछि दिने कति पछि अर्को जुनीमा भाइ त्यो अलि धेरै पछि भएन भने यो जुनीमा त इट्स रियल इम्पोसिबल ठिक छ तपाईँले छोरी नदिएसम्म म यही चौतारी म बेर बस्छु त यहाँ बस्दै हामी जान्छौँ आउ छोरी ल छोरी आजबाट पसलमा उधारो दिन छोड्नु पर्यो वाह त्यही हो नि त ए मूर्ख त अहिलेसम्म यही उभिएर बसिरहेछस् त्यही भने अङ्कल रातभरिको बिहा बिच सुत भने मान्दैन म त छोरी नदिएसम्म उभिया गर्ने बरु रुख हुने उभिएर म त हल्लिनु पर्छ छैन यार ल ल विचार गरेर उभि चराले गुड लाउला हिँड छोरी अन्जन अब त उभिरहने होला म खाजा लिएर आउँछु बस्दै गर दादा 10 hours later. ल छोरी आज चाहिँ गजबको व्यापार भयो है त्यही त बुवा फेरि त हेर्नु त ए मूर्ख त अहिलेसम्म उभिएको उभिएछस् त्यही त अङ्कल ठ्याक्कै 26 घन्टा भयो टुसक्कै पैसा छैन भने वाह 26 घन्टा उभिएर तेरो तपस्या देखेर म खुसी भएँ तेरो लागि एउटा गुड न्युज छ तँ यहाँ बस्दै गर म फुत्त घर पुगेर आइहाल्छु है छोरी पनि यहीँ बस्दै गर ओए मूर्ख यहाँ आइज त ल हात ल तेरो लागि गिफ्ट के हो हेर त त्यहाँभित्र के छ सिक्युरिटी गार्ड त्यही त मूर्ख तँ जस्तो नन स्टप 26 घन्टा उभिने मान्छे त सेक्युरिटी गार्ड हुनुपर्छ पहिला जागिर गर त्यसपछि म छोरी दिन्छु